हस् दिदी हजुर तपाईँ आउँदा भात तरकारी सबै पाकिसक्छ। कहाँ जान्ला मामु तिमी? घाँस जान्लाई नानी? पर्दैन घाँस जान, भात पकाउ जाऊ। भात म पकाइहाल्छु नि छोरी हजुर। बेस्वादको खाना खाँदा खाँदै वाक्क भइसक्यो म। खाना मेरो मामुले बनाउँछ। मैले पकाएको खाना मिठो हुँदैन र छोरी हजुर? मिठो पकाए पो मिठो हुनु। ल ल भरे आएर मै पकाइदिउँला के? अहिले चाहिँ जङ्गल जान्छ है? नाइ अहिले पकाऊ। म यहाँ जबसम्म छु त्यति बेलासम्म तिमी नै खाना पकाऊ। ल के ल भरेदेखि खाना मै पकाउला। अहिले चाहिँ जङ्गल जान्छु ल। एक त्यान्द्रो घाँस छैन, गोठा बाख्रा पाठा प्या प्या गरेर आछन् भोकले। यो बाबाको डब्बाले घाँस काट्दा घाँसलाई दुख्छ र? मलाई त घाँस काट्नै आउँदैन। सिके पो आउँछ, आउँदैन भने आनन्द बस्यो। यत्रो गन्थन सुन्नुन्जेलसम्म त जङ्गल पुगेर आधा डोको घाँस पनि काट्न भ्याइसक्थेँ म। ल ल म धेरै नगर भरे आएर म पकाइदिन्छु है। ओ बाबाको डब्बा खुर्को डोको बोकेर घाँस काट्न जाने त्यहाँ। घाँस काट्न आउँदैन रे त यसलाई। बाँदर लड्ने भिरमा जन्मेकी यो घाँस काट्न आउँदैन भने तिमीलाई ठग्न सक्छ मामु, मलाई होइन। ओ बाबाको डब्बा डोको बोकेर घाँस काट्न गइहाल्ने त्यहाँ। कस्तो अत्याचार हो क्या यो, आउँदैन भन्दा पनि सुख नपाउने। छोरी हजुर जे भए पनि म तपाईँको आमा हो, त्यसैले इज्जत गरेर बोल्नुहोस्। तिमी तिम्रो बब्बाको डब्बा मात्रै हो मेरो लागि, त्यसैले मबाट धेरै इज्जत नखोज। कुमारी आज छोरी अलि रिसाकिने छ कि, त्यसैले जसरी आउँछ त्यसरी काट, जति सक्छस् त्यति लिएर आइज। जा घाँस हाल म भात पकाउँछु। हस् नर नर घाँस साह्रो गर्न सिक्नु पऱ्यो नि त। अब घाँस नकाट्न त सहर बजार जानु पर्दैन, किसानीको घर आउने अझ घाँस काटिन भन्छ। ल झाएर डोको बोकेर हँस्याउ त्यहाँ छ ल। हातलाई चाहिँ बचाएर काट्ने घाँस, फेरि हात काटेर आउलिस र सबै मैले काम गर्नुपर्छ। छुच्ची काइन बाँकी। ए बाबु यो औषधि ल्याइदेऊ न ल, तिमी सहर गइरहेछौ। यो औषधि फेरि त्यो ठुलो अस्पतालको औषधि दोकानमा मात्रै पाउँदो रहेछ कि। ए हस्। तेरो त ज्वाइँ पो आएछ त हात्ती। ओ ज्वाइँ कहाँ छ ज्वाइँ? यो उर जस्तो मान्छे तेरो ज्वाइँ होइन? ए बहिनी पनि कहाँ हो मेरो ज्वाइँ हुनु त? उसले त मलाई भाउजू भन्छ, ऊ त मेरो देवर जस्तो मान्छे हो। अनि तँलाई यसले भाउजू भन्छ भने योले तेरो छोरीलाई जङ्गल जङ्गल एक्लै किन घुमाउँदै हिँड्छ? के नचाहिने कुरा गर्छ यो आन्टी? के नचाहिँदो कुरा गर्नु? अस्ति योसँग तँ जङ्गलमा अङ्गल मारेर हिँडेको होइन? अबुई कस्तो झुटो बोल्दो रहेछ यो आन्टी त। मलाई आन्टी नभन है, म तेरो अङ्कलसँग पहिला गएको छ। ए बहिनी तिमी किन यसरी रिसाइरहेको? अनि तिमीले मेरो छोरीलाई जे पाए त्यही चाहिँ किन भनिरहेको? साह्रो नि छोरी, पाकेको फाल जस्तो हुन्छ। पाकेको फालमा ठुङ्न आउने गीतहरू धेरै हुन्छ, जस्तै यो जस्तो। पाउन साउन नभनेर भुतालिदिन्छ यो बुढीलाई। हेर बहिनी, मेरो छोरीको बारेमा जे पाए त्यही नभन। मलाई राम्रोसँग थाहा छ मेरो बच्चा कस्तो छ भनेर। ल तिमी जाऊ त। हस् बाबु। अर्का म नि जान्छु तिमीसँग। हे राती, यो केटासँग तेरो छोरीलाई जोगाएर राख, नभए यो केटाले बर्बाद पार्छ। आज तिमी व्यापारमा जाँदैनौ बहिनी? जान्छ। हेर्नुहोस् यो अनुहारलाई। बुढाले सौताले भनेर बुढा र सौतालाई विष हालेको खाना खुवाएर भयभरको धन सम्पत्ति लिएर रातको अँध्यारोमा फरार। यदि तपाईहरूको वरिपरि यी महिलालाई देख्नुभयो भने पुलिसलाई खबर गर्नुहोला।
मलाई छोडेर किन आएको किन तार्सेको पेपरमा जाऊ आऊ गएँ ल म बाउ बाउ उठ के भयो तिमीलाई उठ धनु धने धनबहादुर यहाँ आउ न उठ बाउ बाउ के भयो तिमीलाई मुगले दाइ ए मुगले दाइ के भयो हे तेरिका मामु मामु बाहिर आउनु बाबालाई के भयो बाबा बाबा के भयो तिमी जस्तोले गर्दा हो मेरो बाउको हालत त्यस्तो भएको होइन यसमा फुलकुमारीजीको के गल्ती छ र हात्ती बाउजू कहाँ जानुभयो त फुलकुमारीजी बारी खन्नु छ भनेर बारीतिर जानु भएको थियो। मेरो मामुलाई बारी खन्न लाएर तिमी चाहिँ यहाँ सुतिरहेको फुलकुमारीजी हात्ती बाउजूलाई बोलाउनु त एको फुलकुमारीजी यो चाहिँ तिम्रो जी चाहिँ कसरी भयो तिमी नरिसाउ न बरु मुगले दाइको त्यो इनेलर कहाँ छ खोजेर लिएर आऊ न बुढाले आज बोकेनछन् बाबालाई दमको रोग पो छ लैबुजी रात दिन बब्बा बब्बा भन्दै मेरो बाउको घाँटीमा झुन्डिने यो डब्बालाई थाहा रहेनछ लैबजी मेरो बाउलाई दमको रोग पनि छ भनेर सम्पत्ति हजुर त्यसरी नचम्किनुहोस्। तपाईँको बाउको बारेमा दम मात्र होइन मलाई धेरै कुरा थाहा छैन। अनि केही पनि थाहा नभइकन किन आएको त बाउको उमेरसँग पहिला त्यो तिम्रो बाउ र मेरो बिचको कुरा हो। सबै कुरा तिमीलाई भनिरहन आवश्यक छैन। सौतिनी नै भए पनि छोरी हौ, छोरीकै ठाउँमा बस। के भइरहेछ यहाँ? के को हल्ला हो यो? बाउ बेहोस भयो मामु। कहाँ? कसरी? घर आउने बाटोमा बेहोस भएर ढलिरहेको थिएँ, उसले लिएर आयो। हात्ती बाउजू मुगले दाइको त्यो इनेलर कहाँ छ लिएर आउनुहोस् छिटो। यिनकै गोजीमा होला नि। छैन रहेछ सबै हेरिसक्यो। ए साँच्ची एउटा त यतै कता घुसारेको पनि थिएँ। मुसाले पो लग्यो कि? म त घरै आइपुगिसकेको छु। चाहिने नचाहिने कुरा गोजीभरि बोकेर हिँड्न चाहिँ सम्झिन्छौ, तर जुन कुरा बिना आफ्नो सास आउँदैन त्यो कुरा बोकेर हिँड्न चाहिँ जहिले बिर्सिन्छौ तिमी। बाबा तपाईँले आफ्नो रोगको बारेमा किन नभनेको मलाई? किन बाउलाई दम छ भन्ने थाहा पाएको भए पहिला आउँदिन थियो? सौतिनी छोरी हजुर, मलाई किन पहिला कि भनेर भनिराख्नु पर्दैन। मलाई किन ल्याएको भन्ने कुरा चाहिँ आफ्नो बाउलाई सोधे हुन्छ। के भयो यसलाई फेरि? केही होइन, यसको दाना पनि सकेको हो यो घरमा। नगर त। अनि तिमी बेहोस चाहिँ कसरी भयो नि? के हुनु नि हातु मेरो टाउकै माथि चिल फन 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 घुमिरहेको थियो। त्यो चिल भाले हो कि पोथी हो छुटाउनु पर्यो भनेर म पनि फन घुमिरहेको ढलेर बेहोस भएँ। अनि के त्यो चिल पोथी भइदिया भएदेखि चाहिँ 9 नम्बरको स्वानी बनाएर भित्राउने विचारमा थियौ र त्यो चिललाई फन फन घुमेर हेरिरहेको ढलुन्जेलसम्म? अनि दबाई किन नबोकेको हिँडेको? आज यिनीहरूले बाटोमा तिमीलाई नभेटेको भए के हुन्थ्यो? के हुन्थ्यो नि? त्यसलाई मन नपर्ने सेतो साडी जिन्दगीभर लगाउनु पर्थ्यो नि। पुरै जिन्दगी ख्याल ठट्टामै बितायो। अब त व्यवहारिक बन। छोराछोरी जन्मे पाल्ने पिर गरेनौ। छोराछोरी हुर्केर बढेर पढिसक्दाखेरि पनि केही थाहा भएन। छोराछोरी हुर्केर बढेर आफै जत्रो भइसके। उनीहरूको बिहे दान घर व्यवहार केही चिन्ता छैन है तिमीलाई? हेर नानीका बाउ, सबै घर व्यवहार त मलाई एक्लैलाई गरायो, तर छोराछोरीको बिहे दान नगरिकन तिमी मर्यौ भने नि
पाप लाग्छ तिमीलाई। अब त गम्भीर भएर घर व्यवहारमा सघाउ मलाई। किन रोइरहेको तिमी? बाउ ठिक छ नि त? यो मान्छेले मलाई कहिले सुख नदिने भयो। संसार चाहिने चिज सम्झिन्छ, तर औषधि बोकेर हिँड्न सधैँ बिर्सिन्छ। 6 महिनामा सुहानी भेट्छ, तर औषधि गोजीमा बोकेर हिँड्न चाहिँ कहिले सम्झिँदैन। औषधि किन बोकिनस् भनेर करायो भने तिमी छौ नि हात्तु भन्छ, तर स्वास्नी माथि स्वास्नी ल्याउने बेलामा त छस् नि हात्तु कहिले भन्दैन। यो मान्छे न आफू सुखसँग बस्यो न अरूलाई सुख दिन सक्यो। आज नभए भोलि, भोलि नभए पर्सि त सुध्रेला नि भनेर कुर्दा कुर्दै जिन्दगी बित्यो, तर यो मान्छे सुध्रेन। छोराछोरीको बिहे गर्ने बेला भइसक्यो, यसलाई केही थाहा छैन। थाहा छ त के भन्दाखेरि अर्को सुहानी कसरी फकाउने, अर्को हामीको जिन्दगी कसरी बर्बाद पार्ने, यति मात्रै थाहा छ यसलाई। यसले बर्बाद पारेका हामीहरूको शराब लागेर पनि हामी कहिले खुसी हुन सक्दैनौँ छोरी। त पनि छिट्टो भन्दा छिट्टो फर्केर जाऊ उतै विदेशमा। यस्ताको मुख हेरेर बस्नु पर्दैन यहाँ। तिमी पनि हिँड न, म भोलि नै फर्किन्छु। मलाई किन लान खोजेस्? म यतै बस्छु, जस्तो होला त्यस्तै कट्ला। त चाहिँ आफ्नो जिन्दगी हाम्रो पछि लागेर बर्बाद नपार्न नानी। तिमी एक्लै जान नखोजा हो, त्यसो भए बाउलाई पनि सँगै लैजाऊ न त। ओछ्यान फेर्ने बानी परेका तेरा बाउ विदेशमा गएर एउटै ओछ्यानमा टिक्लान् र? त्यसैले त जा, के बस्नु पर्दैन यहाँ। एक्लै त जान्न म। त्यसो भए बिहे गर, ज्वाइँसँगै जा। बिहेको कुरा कसरी आयो फेरि यहाँ? एक न एक दिन त बिहे गर्नै पर्छ नि, होइन र? के का लागि बिहे गर्ने मामु? तिमी जस्तै रात दिन रुनलाई? सबै लोग्ने मान्छे तेरै बाउ जस्ता त नहोला नि, राम्रा पनि त हुन्छन् होला। राम्रो भनेर निधारमा लेखेको हुँदैन, नराम्रो पर्यो भने लोग्ने फेर्दै हिँड्ने कुरा भएन। त बिहे गर्छु मात्रै भन्न, तेरो लागि 101 राम्रो केटा खोज्छु नि म। बाउको बयान सुनेर कोही राम्रो केटा कोही राम्रो घरले हामीसँग सम्बन्ध जोड्छ जस्तो लाग्यो तिमीलाई? 25 वर्ष कि भइसकिस्, के तेरो नजरमा अहिलेसम्म कुनै राम्रो केटा परेन त? धेरै राम्रा राम्रा केटाहरूले बिहे गरौँ न भनेका होइनन् नि मामु। अहिले राम्रा भनेकाहरू भोलि गएर बाउ जस्तै भएर निस्क्यो भने के गर्नु मैले? तिमी जस्तो रोएर बस्नु? तेरो भाग्य मेरो जस्तै नहोला नि नानी। हामी छोरी मान्छे जति कमाए पनि जति पढे पनि बिहेपछि हाम्रो भाग्य अरूकै हातमा हुँदो रहेछ। त्यसैले मामु, धेरै दुःखले बनाएको मेरो जिन्दगी जीवन साथीको नाममा अरूको हातमा दिएर बर्बाद पार्दिन म। बिहे गर, घर जङ्गर भनेर कर नगर मामु मलाई। एउटा बाउ नै काफी छ हाम्रो जिन्दगीमा। त्यसैले ज्वाइँको नाममा अर्को बाउ जस्तो मान्छे भित्राउन नखोज हाम्रो जिन्दगीमा। रमाइलोको लागि आफ्नो कुलत छोड्न नसक्नाले यो मान्छेले आफ्नो मात्र जिन्दगी होइन, छोराछोरीको पनि जिन्दगी बर्बाद पारेरै छाडे।
धनु बधाई छ हामीलाई, भिजा लाग्यो मेरो, अब सररर आकाशमा। बिहे नै किन गर्नु पर्यो र? बिना बिहे जिन्दगी कट्दैन? तिमीले मलाई, मैले तिमीलाई माया गर्न बिहे नामको लाइसेन्स नै चाहिन्छ र? निर्णय मैले होइन, तिमीले गर्ने हो। तिमीलाई म चाहिएको कि बिहे चाहिएको? नेपाल बसेर के गर्छौ? यही लैजाउ चलाएर 2-4 हजारले जिन्दगी कट्छ? बिहे चाहन्छौ कि ब्रेकअप चाहन्छौ? सोचेर जवाफ देऊ। तितो पनि छ मिठो पनि छ हाम्रो कथा। तिमी जाने नै हो सम्पत्ति। भविष्य बनाउनु छ के धनु? तिमी पनि हिँड बरु मसँग। विदेश नै जाने भयो त म तिमीभन्दा पहिला गइसक्थेँ। अनि के गर्छौ त नेपाल बसेर? जे पनि गरौँला नि। के विदेश नगएकाहरू बाँचेका छैनन् र नेपालमा? काम ठुलो नगरे पनि सपना त ठुलो देख्ने गर। लाखौँको ऋण बोकेर पढाइको बहानामा तिमी पनि त भाँडा मान्दा र भुइँ पुस्न त जान लागिरहेछ। अनि तिमीलाई मेरो काम चाहिँ सानो भयो अहिले। सङ्घर्ष गर्दा त जे पनि गर्नुपर्छ नि। हो, सङ्घर्ष गर्दा जे पनि गर्नुपर्छ भने त्यही सङ्घर्ष यहीँ चाहिँ किन नगर्नु त? तिमी मसँग नजाने फाइनल डिसिजन हो तिम्रो यो? ठिक छ, त्यसो भए तिमी तिम्रो खुसी गर, म मेरो खुसी गर्छु। हाँसोभित्र सुलुकाएर बाँच्नु नै तितो मिठो। कसले ढाल? तँलाई के भयो? के पनि भएको छैन। गाउँबासी त तँ मार्यो भनेर हल्ला गर्दैछ त। आइस, गाउँलेले मलाई मारि पनि सकेछ। मारिसक्यो नि, 2 दिन ठाउँ त भोज पनि गर्दै दियो। राँगा, सुँगुर, खसी, बोका के काटेर भोज गरेर रहेछन् म मर्यो भनेर। के हुनु, त्यो ब्रोइलर कुखुरा र चिउरा खाँदै रहेछ। मलाई पनि दिए, मैले पनि त मारेको भोज खाएर आयो। मासु मिठो थियो। मिठो थियो, अलि राम्रोसँग भुटेन रहेछ, अलि सुलिकन आएको थियो। तेरो मलामी जानुलाई हतारले होला, अलि राम्रोसँग भुटेको थिएन। तर तँ त यहाँ जिउँदै रहेछ। मरेको छैन, जिउँदैछु म। दम अलिकति बढेर बेहोस मात्रै भयो कि। ए, तँलाई धामको रोग पनि छ? धामको रोग रहेछ त। बुढी 3-4 महिनाभन्दा कोही नबस्दा रहेछ। त्यो फुलकुमारी पनि कति दिन वर्ष खोइ। जति बस्न मन नलाग्छ जान्छ। तिमी किन पिर गर्छौ? कसरी पिर नगर्नु मुकुले दाइ? तपाईँलाई केही भइहाल्यो भने मेरो काखमा बसेर को रुन्छ त? काँधमा। काँधमा। अनि मुकुले दाइ तपाईँलाई त गाउँभरि मर्यो भन्ने हल्ला गर्छन् तपाईँ। मरेकै रहेछ। हात्ती बाउजू खै त मुकुले दाइ? के यसलाई भित्र्याउनलाई आरती ल्याउन जानु भएको छ? के बोल्छ यो आइमे? एक्लै बोल्छ बौला जस्तो। म बौलाई होइन, 8-8 सौता नदेख्ने त बौलाई हो। को हो यो आइमे? सिन्की हो। यो सिन्की भए तँ चाहिँ मुला? रात दिन मेरो काँधमा। काँधमा रात दिन रुन आउने मेरो काँधमा नयाँ ल्याएर राख्ने काखमा के तरिका यो मुकुले दाइ? दिक्क लागिरहेको बेला झन् दिक्क नगर न सिन्की। दिक्क लाग्ने अनुहार अगाडि राखेपछि दिक्क त लागिहाल्छ नि। यसलाई फेरि कहिले ल्यायो मुकुले दाइ? कसले ल्याउनु पर्छ मलाई? म आफै आएको अरे? अब्बुई कस्तो जमाना आयो भाइ। होइन, साउदा जस्तो रोइकारै गर्ने को हो त? मुकुले दाइ मेरो साथी हो। हाम्रो बिचमा आउने कोसिस नगर है, फेरि भन्दैछु नि मैले। त्यसलाई चुप लाग भन है, पछि फेरि पाहुनाले गाउँले कुट्यो नभन है मुकुले दाइ। दाइ हो, यो मेरो मुकुले दाइ हो। आइमै देखे कि जुगा जस्तै टाँसिने मुकुले बहादुरले तँलाई बहिनी कसरी बनायो? जसरी भने पनि हाम्रो घरको कुरामा बोल्न आउने तँ को? मुकुले दाइमाथि यो घरका आइमेको भन्दा बढी हक छ मेरो। एउटा कुरा भन् त, तैँले दाइवाला दाइ मानेको मुकुले दाइलाई कि मैले मान्ने दाइवाला दाइ मानेको? तैँले कस्तो खालको दाइ मानेको?
भनेको हाम्रो त दाई भाइ भनेपछि दाई भाइ नै हुन्छ दुःख पर्दाखेरि मेरो काखमा रुन दिनेवाला दाई हो के मेरो मुकुले दाई काखमा होइन के सिन्की काँधमा भने ओहो काखमा होइन काँधमा हो हेर्नुहोस् मुकुले दाई यसलाई कुन मजबुरीमा बहिनी बनाएर राख्नु भएको छ फेरि बहिनी बनाएर बहिनीकै ठाउँमा राख्नु नि फेरि भन्दैछु नि फेरि मैले तिमीहरू दुवैजना जाऊ त मलाई आज दिक्क लागिरहेछ अनि दिक्क लागेको भए यसको अनुहार हेरेर किन बसेको त आउनु जाम चिया खान मुकुले दाई खबरदार उठ्यो भने जहाँ छ त्यही बस जे खान्छ जे पिउँछ यहीँ आउँछ हामी साथीको बिचमा किन आउँछस् त चुप लागेर बस आउनु मुकुले दाई जा नआउँछ भनेको सुनेन तैँले यसको कुरा सुनेर किन बस्नुहुन्छ मुकुले दाई उठिहाल्नु न त्यही बस हात खुट्टा भाँदिन्छु सुन्छन् कि तँलाई चिया खानु मन छ भने तेरै बुढासँग गएर खा अर्काको बुढासँग होइन चुप लागेर बस्छ तिमीहरू पागल बनाइसक्यो यार यिनीहरूले मलाई यो त भित्र गयो अब तेरो चिया मलाई ग त्यति सस्तो पैसा पनि छैन तँलाई चिया खुवाउनलाई अनि किन बसिरह यहाँ मलाई पनि तेरो अनुहार हेरेर बस्नु छैन यहाँ अर्काको लोग्नेसँग चिया खानु पर्ने भाउजू भगवान दर्शन ठगबहादुर के भयो किन रुनु भएको रोको होइन आँखामा आँसु भरिएछ पोख्दैछु अनि यस्तो बहुमूल्य आँसु त्यो मुकुलेको लागि किन खेर फाल्नुहुन्छ नि भाउजू भगवान जसले आँखाभरि आँसु पार्यो त्यसैको लागि त पोख्नु हो नि यस्तो सुन्दर फुल त्यस्तो उजाड बगैँचामा फुलेपछि आँखामा आँसु त भरिहाल्छ नि के भन्नुभएको मैले त खुरै बुझिनँ त तपाईँ जस्तो सुन्दर मान्छे त्यो मुकुले जस्तोसँग होइन के राम्रो मान्छेसँग हुनुपर्ने त्यस्तो राम्रो मान्छे को छ र छ नि राम्रो मान्छे हामी जस्तो हुन्छ नि त म तपाईँसँगै जाउँला ल लिएर हिँड्नुहोस् मलाई मैले त्यस्तो पनि भनेको होइन नि त भाउजू भगवान कस्तो भनेको त तपाईँहरूले मुकुलेलाई नराम्रो भन्नुहुन्छ नि नराम्रो त तपाईँहरू जस्तो हो कुनै एकल दुखी महिला देख्नुभयो भने 1 घन्टा 1 रात लुकीछुपी भए कयौँ रात साथ दिने दाउमा हुनुहुन्छ होइन तर मुकुले जसलाई तपाईँहरू सबैजनाले नराम्रो भन्नुहुन्छ नि उसले कहिले पनि मौकाको फाइदा उठाएन बरु एक्लो र बेसारा म जस्तोलाई घर र थर दियो मैले त त्यस्तो भन्न खोजेको होइन नि के भन्न खोज्दै हुन्छ राम्रोसँग बुझ्छु म गलत नबुझ्नुहोस् न भाउजू भगवान के गरेर आयो फुलकुमारसँग गफ गरिरहेको तेरो दर्शन कैसँग र यो तेरो पोइको साथीसँग के गरे एकान्त कुनामा आएर जे गरे पनि आफ्नै पोइको साथीसँग गरे तेरो पोइसँग त गरिन नि यसरी थर्काउँदै सोधखोज गर्ने त को होस् ठगबहादुरको साथी हो म ठगबहादुरको ठगबहादुर मेरो साथी म ठगबहादुरको साथी गाउँभरिका अर्काका पोइ जति सबै तेरा साथी हुँदो रहेछन् होइन हो गाउँभरिका स्वास्नी पीडित जति मेरो साथी हो त्यसैले मेरो साथीसँग जिस्किने मस्किने होइन नि फेरि सिन्की भगवान के को सिन्की भगवान तिमीले स्वास्नी सङ्ख्या गरेर मेरो घरमा दिनमा एकचोटि चियो चर्चा गर्न आउँछ तिमी बरु यहाँ लाइन मारेर बस्ने मैले लाइन मारेको होइन हौ सिन्की भगवान होइन यसलाई चाहिँ सफाइ किन दिनु पर्यो तपाईँले यसकी स्वास्नीले मलाई बात लगाएर बदनाम गरेपछि यसलाई जोसँग मन लाग्यो उसँग मैले जिस्किन मस्किन दिन्छु होला त होइन यसको खुस्क्यो कि क्या हो ठगबहादुरको स्वास्नीले भन्दा पनि बढी थर्काउँछ त मलाई मैले त तिमीलाई थर्काउने मात्रै गरे उसको बुढीले भेटाएपछि थर्काउने होइन सिधै हिर्काउने आ ठगबहादुर हजुर जानुहोस् सिन्की भगवान म पछि आउँछु आउँछ होइन हिँडिहाल खुरुक्क लाएर हे भगवान कसको लोग्ने सम्हाल्दिन् मैले खुरुक्क आइहाल त त्यो पाए त्यसैले गरिहाल्नुपर्छ मेरो समस्या कहिले घर उठ्थेँ नि अनि त्यसपछि मेरो काखमा आएर हुन्थ्यो होला होइन हिँड खुरुक्क लाएर
होइन ए बड्डा के गरे तिमीले आसिन कि दिदीलाई? मलाई त के गर्न सक्थे र धन्न फुलकुमारीलाई ल्याएर तेरो आँगनमा रोपिसकेका थिए म समयमा पुगेछु र मात्रै। होइन ए बड्डा सिन्की दिदीले के भन्छन्? आज सिन्की भगवान उम्लिनु भएको छ, त्यही भएर उसको कुरा नसुन के बड्डी भगवान। तेरो पोइ गाउँभरि छाते आइमी फकाउँदै हिँड्छ, अनि त चाहिँ तेरो पोइ हराउने बित्तिकै मेरो घर खोज्दै आउँछस्। आजदेखि आफ्नो पोइ राम्रोसँग सम्हाल, मेरो घर खोज्न नआइज। मेरो बड्डाले जसले जिस्काए पनि रिस तिमीलाई किन उठ्यो सिन्की दिदी? चिया मेरोमा खान्छ, नास्ता मेरोमा खान्छ, जिस्काउन अरूलाई गएपछि रिस उठ्दैन त मलाई? ए कुरो त्यस्तो रहेछ, अबदेखि हजुरलाई मात्रै जिस्काउँछु नि त सिन्की भगवान। के रे आमालाई किन जिस्काउँछस्? तँलाई मुर्दर? तेरो आमा भनेर नाता नलगाइ सकले, फेरि तेरो पहिला ल्याइदिएर फेरि सौदा बनाइदिउँ नि मैले। भन्दैछु नि फेरि। होस् गर है सक्कली भगवान, सिन्की भगवानले मलाई भित्रभित्रै मन पराउनु थाल्नु भएछ, म त पहिलो गइदिउँला नि फेरि। के खान मन पराउँथ्यो र तिमी जस्तालाई? तिम्रो स्वास्नीले न्यु खोजी राखी भने तिम्रो स्वास्नीको मेख मार्न लागि पनि पहिलो ल्याइदिउँ ल। ए मेरो मेख मार्न? तैँले गर्दा आज यता सुन, तैँले गर्दा त्यो सिन्की जस्तो आइमाईको मुखबाट मैले यस्तो कुरा सुन्न पर्यो बुझिस्? तँलाई त मैले के 2 लाख मेरो तर्फबाट दिए खुब फुलकुमारीसँग घुम्दो रहेछ। आफ्नो घर गइहाल, त्यहाँदेखि मलाई धेरै सिकाउनु पर्दैन। मेरो बुढाले जे गर्छु चुप लागेर गइहाल। कस्तो छ पप्पा तपाईँलाई अहिले? ठिकै छ। म त कस्तो डराएको पप्पा, तपाईँलाई के भयो कि भनेर। डराउनु पर्दैन, दमले गर्दा कहिलेकाहीँ मात्रै हो कि मलाई यस्तो हुने। तपाईँलाई दम छ भनेर किन नभनेको पप्पा? भनेको भए तिमी मसँग आउँदैनौ थियो र? जुन अवस्थामा म तपाईँसँग आउनु परेको थियो नि, दम त कि टिभी नै भए पनि आउँथेँ, तर दम छ भनेर भनेको भए तपाईँले दबाई बोकेको छ कि छैन, तपाईँको खानपिनदेखि सबै कुरामा ध्यान दिन्थेँ नि म। तपाईँलाई के भइहाल्यो भने के गर्नु म नभए नि हातु छ, छोरी छ, छोरा पनि त छ नि। छ न त। छोरीको व्यवहारले चित्त दुख्यो तिमीलाई? चित्त त दुख्यो, अब के नै गर्न सकिन्छ र? अधिकार पनि त छ नि उनीहरूलाई मलाई गाली गर्नु। म छोरीलाई सम्झाउँछु, अबदेखि छोरीले तिमीलाई यस्तो व्यवहार गर्दैन के। तपाईँले भनेको मान्छन् होला र छोरीले? मान्छन् नि, किन मान्दैन? मैले भनेको सबै कुरा मान्छ। मेरो छोरीले मलाई धेरै माया गर्छ। माया त गर्छ नि, तर भनेको चाहिँ मान्छ जस्तो खासै लागेन। मिल्ने भए तपाईँलाई छोरीले तलतिर बगाएर मासतिर खोज्न जान्थ्यो नि। छोरीको बारेमा जे पाए त्यही नभन। मेरो छोरीलाई कसैले नराम्रो भनेको मलाई मन पर्दैन। छोरीलाई कसैले के भनेको तपाईँलाई मन पर्दैन? हात्ती दिदी बिना तपाईँ बाँच्न पनि सक्नुहुन्न, अनि म जस्तो 7-7 जना चाहिँ किन थोपार्नु भएको नि? म कसैको दिल तोड्न सक्दिनँ के फुलकुमारी, तिम्रो पनि त दिल तोडिन नि मैले। अब आउने जानेको मन मिल्यो, आइयो ल्याइयो। त्यति बेला त मलाई माया गर्ने कोही छैन भनेर रुनुहुन्थ्यो त मसँग। हो नि, अहिले पनि त मलाई माया गर्ने कोही पनि छैन नि, मैले माया गर्ने मात्रै छन्। बुढो बुढो। बच्नु न ती तो मिठो